अहिले चाहिँ हाम्रो यात्रा भनेको सिरुबारी ल बाई बाई गाइज सी यू बाटोमा वेलकम टु फेरी खोला भन्दै चाहिँ फेरी खोला सुरु भयो यहाँबाट हामी चाहिँ कहाँ रे नवीन ल अब हाम्रो चाहिँ अब सिरुबारीतिरको यात्रा रुगा लाग्छ चिसो छ अहिले चाहिँ नौडाँडा बालु पहाड नौडाँडा चिया खाँदै है केटाहरू चाहिँ दिदीहरू फाइनल्ली सिरुबारी आइपुग्यो यही है त हामी चाहिँ अलिकति अँध्यारोमा आइयो नाच्ने आँगनमा त कोदो रहेछ त्यहाँ त हामी चाहिँ सिरुबारीमा है त गाउँ गाउँमा पाहुना राख्ने चल्ती त्यसै बेलादेखि सुरु भयो। यो गाउँमा एकजना बुवा हुनुहुन्थ्यो स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ। उहाँ इन्डियन आर्मीमा 32 वर्षसम्म सेवा सर्भिस गर्नुभयो र रिटायरको लाइफमा उहाँ आफू जन्मेको गाउँमा फर्किनु भयो र आफूले एउटा जन्मेको ठाउँलाई मैले कसरी चाहिँ बाहिर अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्छु, यहाँ चाहिँ अर्थतन्त्र यहाँको ग्रामीण अर्थतन्त्रलाई कसरी बलियो बनाउन सक्छु, यहाँको चाहिँ संस्कृतिलाई कसरी जगेर्ना गर्दै मैले चाहिँ यो आफ्नो ठाउँलाई चाहिँ बेग्लै पहिचान दिन सक्छु भन्ने हिसाबले उहाँ अगाडि बढ्दै जानुभयो र समकालीन उहाँका चाहिँ सम्पूर्ण साथीहरू, त्यो बेलाका चाहिँ बाजे बजेहरू, त्यो बेलाका आमा बुवाहरू, तत्कालीन समयका युवाहरू सबैको चाहिँ उहाँलाई साथ र सपोर्ट मिल्यो र सर्वप्रथम त उहाँ लगायत सम्पूर्ण गाउँवासीहरूको सक्रियतामा उहाँको नेतृत्वमा यो गाउँभन्दा माथि रहेको 480 हेक्टर क्षेत्रफलमा फैलिएर रहेको एउटा खुला गौचरणमा त्यो समयमा वृक्षारोपण अभियान सुरुवात गर्यो र त्यसरी बोट बिरुवाहरूलाई लगाइसकेपछि त्यसलाई चाहिँ जगेर्ना गर्नको लागि तपाईको 45 किलोमिटर मात्रै हाम्रो यो ढुङ्गाको गारोहरू बानुहरू लगाउने काम गरियो। त्यसरी वृक्षारोपणलाई जगेर्ना गर्दै वृक्षारोपण गरिसकेपछि बिरुवालाई जगेर्ना गर्दै एउटा घना वनको रूपमा चाहिँ रूपान्तरण भयो र त्यो बेलामा हामीले 2048-49 सालमा राष्ट्रिय युवा वन पुरस्कार रु 1 लाख राशिले हामी सम्मानित हुने मौका पायौँ र त्यसै बेलामा पहाडीय पर्वतीय पुरस्कार भनेर आमाहरूले पनि रु 1 लाख राशिले सम्मानित हुने अवसर मिल्यो त्यो बेलामा र बुवा एकदमै समाज रूपान्तरण गर्न उहाँको एउटा विचार, उहाँ एकदमै बिपी कोइरालाको विचारबाट प्रभावित भएर नेपाली काङ्ग्रेस पार्टीमा उहाँ आस्था राख्नुहुन्थ्यो र 2048 सालमा उहाँ यसै स्याङ्जा क्षेत्रमा एकबाट उहाँ चाहिँ मान्य सांसद हुनुभयो। तत्पश्चात उहाँले यो गाउँ सिरुबारीमा एकदमै विकासको लहर ल्याउनुभयो। हाम्रो यो जोडनासलाई मन पराइदिनु भएर हाम्रो अतिथिहरूबाट धेरै रकमबाट सहयोग भएको छ। यहाँ सहयोगी हातहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु।
चारैचोटि हामीले गाउन गइरहेका छौँ टिमबाट उहाँको ग्रुपबाट चाहिँ हाम्रो यो सांस्कृतिक कार्यक्रमको लागि चाहिँ 2000 प्राप्त भएको छ। यहाँलाई चाहिँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भन्न त फेरि यत्रो यारमा अलिकति बोल्ने पनि तरिका चाहिन्छ Many happiness of the day, Sreel. यो पालि के काट्ने न लगाइज है ह्याप्पी बर्थडे टु सुनिल मर्निङ फ्रम सिरुबारी 7 बजेको छ बिहानको हामी भर्खर उठेछौँ तलदेखि नि भ्यू आहा कति मिठो छ उठ्यो के अरे है हामी है एकदम कस्तो फिलिङ आइरहेछ त मर्निङ भाइब निद्रा नपुगे जस्तो भयो बिहान उठेर ह्यान्डको लागि यो चाहिँ लोकल प्योर पानी हो तातो पानी गुड मर्निङ सिरुवारी हाम्रो चाहिँ बिहानको चिया पान कार्यक्रम हाम्रो हिजोको रोटी कार्यक्रम बसेको ठाउँ यही है ल भ्यू टावर हेर्न जाँदैछौँ अलिकति उकालो छ अरे 20 मिनट जस्तो भन्दै हुनुहुन्थ्यो तर हामीलाई चाहिँ 10 मिनट किनकि म एथलेटिक मान्छे परे के कसो हो मनिष उकालो छ भ्यू टावर फाइनल्ली ल गाइस यहाँको
दृश्य यही नै हो सिरुबारी। यो छ भ्यू। हेलो सिरुबारीमा बिहानको खाना खाँदै खाना खाए जस्तो Once again! Sirubari, Tata bye bye! अहिलेको समय भनेको 1 बजेको छ अनि अहिले चाहिँ हामी टाटा बाई बाई सिरुबारीलाई टाटा बाई बाई भनिरहेको बाई बाई टाटा बाई बाई सी यू नेक्स्ट टाइम सिरुबारी। हजुरहरूलाई पनि यस्तो भ्यू हेर्न मन छ भने चाहिँ सिरुबारी आउँदा हुन्छ। ल है यहाँबाट धौलागिरी पनि देखियो यो कुनामा धौलागिरी पनि